मेरो नाम प्रवेश दाहाल, प्रवेश सिभिल वाइस। म प्रश्न भन्न चाहन्छु, आजसम्म मैले कुनै राजनीतिक दलको सदस्य लिएको छैन, राजनीतिक दलको सदस्य लिने पक्षमा पनि थिइनँ र छैन पनि। यो मेरो स्वतन्त्र तरिकाको मेरो परिचय भयो। म कानुनको विद्यार्थी। मृत्युदेखि डराएर हिजो पनि हामी कुना पसेका होइनौँ। मृत्युदेखि डराएको भए झापाको सङ्घर्षको सृष्टि हुने थिएन। मृत्युदेखि डराएको भएदेखि तानाशाहलाई, त्यो बादशाहलाई घोडाबाट खसाल्न पनि कठालो समात्ने आँट गरिने थिएन। त्यसो हुँदा परिवर्तन आएको हो। जसरी हुन्छ परिवर्तन गर्नुपर्छ र जसरी हुन्छ प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्नुपर्छ। यहाँ हेरेर बसेर हुन्छ? आन्दोलनकारीले यो नियम मानेको थियो भने किन आन्दोलन गर्नु? घर बसेर सुत्ता भइहाल्थ्यो नि। तर के आन्दोलनकारीले माग राखिसकेपछि आन्दोलनकारीले पूरा गर्छ र हामीलाई संवादमा बोलाउनु पर्छ। कुनै पनि कुरा कोठामा लुकाएर हुँदैन। हामी छौँ नि, जिउँदैछौँ हामी जिउँदैछौँ। त्यसो हुँदा जिउँदा मान्छेले जिउँदाका मतलब अहिलेको नेपाली समाज त्यो शहीदले देखेको सपना पूरा गर्न चाहन्छौँ। शहीदले देखेको सपना यो तरिकाको अहिलेको तण्ड वितण्ड होइन। यहाँ धेरैजना व्यक्तिहरू यो पक्षधर त्यो पक्षधर। हामी कोही पक्षधर होइनौँ, नेपाली जनता पक्षधर हौँ। हामी कोही व्यक्तिलाई बोकेर हिँड्दैनौँ, देशलाई बोकेर हिँड्छौँ।